गाउँमा कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ परेका 4 जना विरुद्ध अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी न्यायिक उपरीक्षक डीएसपी राजकुमार श्रेष्ठका अनुसार पक्राउ परेका 4 जना विरुद्ध म्याद थप गरी अनुसन्धान थालिएको हो। यही जेठ 27 गते राति अन्दाजी 12:30 बजेको समयमा गोरखा नगरपालिका वडा नम्बर 7 सिपिटोल स्थित गोरखा दोहोरी साँझ नजिकै सडकमा बाटपाक सुलीकोट गाउँपालिका 3 घर भएका 32 वर्षीय सन्तबहादुर गुरुङमाथि पक्राउ परेकाहरूले लात्ता, मुक्का र ढुङ्गाले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरीको भनाइ छ। अस्पतालमा उपचारपछि डिस्चार्ज भई घर फर्किएका गुरुङ यही जेठ 29 गते दिउँसो अचानक अचेत भई ढलेपछि पुनः उपचारका लागि प्रदेश अस्पताल गोरखा लगिएकोमा उपचारको क्रममा उनको निधन भएको थियो। घाइतेलाई ढुङ्गा समेत प्रहार गरी कुटपिट गरेको अनुसन्धानबाट खुलेको डीएसपी श्रेष्ठले बताउनुभयो। पक्राउ पर्नेमा गोरखा नगरपालिका वडा नम्बर 7 रोटेपानी बस्ने 24 वर्षीय बोनस साके, धार्चे गाउँपालिका वडा नम्बर 2 केरोजा घर भई हाल गोरखा नगरपालिका वडा नम्बर 8 बगैँचा बस्ने 23 वर्षीय मिङमर गुरुङ, सिरान्चोक गाउँपालिका वडा नम्बर 5 थालाजुङ बस्ने 29 वर्षीय होमराज गुरुङ र धार्चे गाउँपालिका वडा नम्बर 1 हुलचुक्का 24 वर्षीय सन्तोष गुरुङ रहेका छन्। उनीहरूलाई जेठ 30 गते नै प्रहरीले पक्राउ गरेको थियो।